ल आज अलिकति लगानी व्यवस्थापनकै कुरा गरौँ है। खासमा एउटा गुगल सिटमा आधारित सिस्टमबारे जसले यो सबै हिसाब किताब अलि सजिलो बनाउँछ अरे। एकदमै। यो इन्भेस्टमेन्ट म्यानेजमेन्ट सिट प्रयोग विधि भन्ने सामग्री हेर्दा त निकै उपयोगी लाग्यो। हो नि, खास गरी त्यो टिएमएसबाट सिधै डाटा तान्ने कुराले कस्तो फरक पार्ला? त्यो डेटा एन्ट्रीको झन्झट त कति हुन्छ? सबैभन्दा ठूलो फाइदा नै त्यही हो। टिएमएसबाट कारोबारको विवरण सिधै कपी पेस्ट भइहाल्यो। ए मतलब त्यो हातले टाइप गरिरहनु परेन, गल्ती हुने सम्भावना पनि कम भयो, समय पनि बच्यो। समय त पक्कै बच्छ। अनि त्यो बचेको समय त बरु विश्लेषणतिर लगाउन पाइयो नि। हो त। अनि अर्को महत्त्वपूर्ण कुरा त्यो होल्डिङ अवधि। त्यो सर्ट टर्म लङ टर्म छुट्याउने कुरा ट्याक्सको लागि पनि चाहियो। एकदम। यो सिटले त्यो काम आफै गरिदिन्छ। किनेको मितिको आधारमा कुन चाहिँ सर्ट टर्म कुन लङ टर्म भनेर आफै ट्र्याक गर्छ। ए कति सजिलो। अनि बेच्दाखेरि कति क्यापिटल गेन ट्याक्स लाग्छ त्यो पनि होल्डिङ अवधि अनुसार आफै हिसाब गरिदिन्छ। भनेपछि त्यो 5% कि 7.5% भनेर आफैले हिसाब गरिरहनु परेन? परेन, सिटले नै देखाइदिन्छ। यसले गर्दा बेच्ने बेलामा कति कर तिर्नुपर्छ भन्ने पहिले नै थाहा हुन्छ। निर्णय लिन सजिलो भयो नि। गजब। करको हिसाब पनि आफै। अरू के फाइदा छन् त यसका? यसले एउटा समग्र रिपोर्ट दिन्छ। तपाईँको कुल लगानी कति, अहिले बजार भाव अनुसार कति भयो, नाफा नोक्सान के छ, सबै एकै ठाउँमा। एउटा ड्यासबोर्ड जस्तो हो त्यस्तै। अनि शेयरको मात्रै होइन, व्यक्तिगत क्याश फ्लो पनि यसैमा राख्न मिल्छ। क्याश फ्लो मतलब पैसा आयो गयोको हिसाब? कहाँबाट पैसा आयो, कहाँ गयो, जस्तै तलम आयो, घर भाडा तिर्यो, ब्रोकरलाई पैसा पठायो, फिर्ता आयो, सबै ट्र्याक गर्न मिल्छ। ए त्यो त झन् राम्रो। लगानी बाहेक अरू पैसाको हिसाब पनि एकै ठाउँमा हुने भयो। ल अब कसैले यो सुरु गर्न खोज्यो रे, कसरी गर्ने? गाह्रो छ कि सेटअप? होइन, त्यस्तो गाह्रो छैन। नयाँ गुगल सिट खोल्ने पहिला, अनि मेन्युमा एक्सटेन्सन्स भन्ने हुन्छ, त्यहाँ गएर एड अन्स अनि गेट एड अन्समा क्लिक गर्ने। अनि त्यहाँ सर्च बक्समा स्टक्स मार्केट मिस्ट्री भनेर खोज्ने अनि इन्स्टल गर्ने। एउटा एक्सटेन्सन रहेछ। हो। इन्स्टल गरेपछि फेरि त्यही एक्सटेन्सन मेनुबाट त्यसलाई इनेबल गर्नुपर्छ। अनि लास्टमा त्यही सेटअप न्यू शीट भन्ने अप्सन हुन्छ, त्यो एकपटक क्लिक गरेपछि शीट रेडी भयो। त्यो सेटअप चाहिँ एकपटक मात्र गरे पुग्यो? एकपटक मात्र। सुरुमा एकचोटि गरेपछि भइहाल्छ। अनि कहिलेकाहीँ शीटमा केही गडबड भयो, फर्मुला बिग्रियो वा डाटा हराए जस्तो लाग्यो भने नि? त्यसको लागि पनि त्यही एक्सटेन्सन मेनुमा फिक्स शीट एरर एन्ड रिकभर डिलिटेड डेटा भन्ने अप्सन छ, त्यसले मिलाउन मद्दत गर्छ। ठिक छ, सेटअप भयो। अब दिनदिनै प्रयोग गर्दा चाहिँ कुन अप्सन्स बढी चलाउनु पर्छ? मुख्यतया दुईटा कुरा छन्। एउटा क्याश ट्रान्ज्याक्सन एन्ड प्राइमेरी मार्केट बाई एन्ट्री। यसमा के पर्यो? यसमा चाहिँ नगद जम्मा गरेको, झिकेको, ब्रोकरलाई कोलेट्रल लोड गरेको, अनि त्यो आइपिओ, बोनस, राइट सेयर, नगद लाभांश, अक्सनबाट किनेको सेयरहरूको इन्ट्री, मतलब टिएमएस बाहिरका कारोबार। ए बुझे। अनि दोस्रो चाहिँ टिएमएस कपी बाई सेल। यो त सिधै भयो, टिएमएसबाट किनेको वा बेचेको डाटा कपी गर्ने, यहाँ ल्याएर पेस्ट गर्ने। अनि पेस्ट गरेपछि एड ट्रान्ज्याक्सन थिच्ने, अनि लास्टमा सेभ स्टोर डेटा गर्नुपर्छ। यति गरेपछि कारोबार सिटमा अपडेट हुन्छ। सजिलै रहेछ त। त्यो मोर टुल्स भन्ने पनि देखेका थिएँ मेनुमा, त्यसमा के छ खास? त्यहाँ पनि केही काम लाग्ने चिजहरू छन्, जस्तै एउटा छ फाइनल डब्लुएसीसी इफ बाई मोर भन्ने। त्यो के हो डब्लुएसीसी भनेको? वेटेड एभरेज कस्ट अफ क्यापिटल। मतलब तपाईसँग भएको कुनै स्टक अझै थप्नु भयो भने तपाईको औसत किनेको भाउ कति पुग्छ भनेर हिसाब गर्छ। थप किन्ने कि नकिन्ने निर्णय गर्दा काम लाग्छ। एभरेज कस्ट निकाल्नलाई। अर्को सी फ्युचर भ्याल्यु अफ स्टक भन्ने छ। कुनै भाउमा बेच्दा कति नाफा वा घाटा हुन्छ भनेर अनुमान गर्न मिल्छ। रिस्क म्यानेजमेन्टको लागि पनि केही छ कि? छ। रिस्क म्यानेजमेन्ट क्याल्कुलेटर भन्ने छ, लगानी अघि अलिकति जोखिम हेर्नलाई। अनि स्टक होल्डिङ पर्सेन्टेज चार्टले कुन स्टकमा कति प्रतिशत लगानी छ भनेर पाई चार्टमा देखाउँछ। पोर्टफोलियो कस्तो छ भनेर हेर्न सजिलो हुने भयो। हो। अनि प्रफिट एन्ड लस फिल्टर्सबाट अहिले होल्डिङमा भएको र बेचिसकेको शेयरको नाफा नोक्सान फिल्टर गरेर हेर्न मिल्छ। क्याश इन क्याश आउट फिल्टरले पैसाको आउने जाने हिसाब मिति र टपिक अनुसार देखाउँछ। बुझियो। अब यो प्रयोग गर्दा पहिला क्याश एन्ट्री गर्ने कि कारोबारकै क्रम छ?
सामान्यतया पहिला सिट सेटअप गरेपछि केही रकम क्यास इन भनेर हाल्दा राम्रो, ब्याङ्कबाट वा अरू कतैबाट पैसा आयो भनेर। अनि सेयर किन्नु अघि ब्रोकरमा पैसा हाल्दा लोड कोल्याट्रल एन्ट्री गर्ने। अनि बेचेपछिको पैसा नि? बेचेपछि पैसा पहिला कोल्याट्रलमै जान्छ होइन, त्यो पैसा ब्याङ्कमा झिक्दा चाहिँ रिफन्ड कोल्याट्रल भनेर एन्ट्री गर्ने। यो क्रमले हिसाब क्लियर रहन्छ। ल, समग्रमा भन्दा त यो गुगल सिटले लगानी व्यवस्थापनको धेरै झन्झट हटाइदिने रहेछ। टिएमएस डेटा एन्ट्री, होल्डिङ पिरियड, ट्याक्स हिसाब सबै अटोमेटिक हो। अनि त्यो सँगसँगै विश्लेषण गर्ने टुल्सहरू पनि। मुख्य कुरा चाहिँ हिसाब किताबमा कम समय लगाएर विश्लेषण र निर्णयमा बढी ध्यान दिन पाइयो। एकदम कम मेहनतमा आफ्नो लगानीको पूरा चित्र देख्न पाइने भयो। हो नि। अब एउटा प्रश्न सोचौँ न त। आफ्नो लगानी र क्याश फ्लोको यस्तो डिटेल, अटोमेटिक र सबै रेडी हिसाब हातमा हुँदा यसले लगानी सम्बन्धी निर्णय गर्ने तरिकामा अथवा जोखिम लिने क्षमतामा चाहिँ कस्तो असर पार्न सक्ला?